ए बुहारी नानी आइपुगेछ। तेरो ससुराबाले जहाँ खान्छु भन्दै थियो त्यही बनाइदिन्छ कि त्यो त राम्रो आँखा पनि देख्दिनँ। खै बुहारी नानीलाई चाहिँ के साह्रो मन परेको यो फुल। ए यो त्यो तल बडारमा रहेछ अनि रोप्नु पर्यो भनेर लिएको नि दानामा रोपिदिनु पर्यो अहिले एकछिन। चाड खुरु बनाइदेऊ त बुहारी। ल त आमा पनि जाँड खाने कि बनाऊ न अलिअलि। जाँड पनि सक्नु आँटेको रहेछ। ल बेटोलाई माथि कान्छी सासूले पठाइदिनु भएको त भनेपछि रुखकै हुन्छ। त्यसको त बुहारी पनि कस्तो पर्यो, खाली माइत मात्र गएर बस्छ अरे। बुहारी त 32 कुर्की छिन् तर छोरा पो गङ्गडा जस्तो, न बाउपट्टि न आमापट्टि, शाखा सन्तानमै नभएको कसरी भयो। विक्रमेले जिनेलाई कुटेको पनि माइतसम्म पुगिसक्यो रे। सम्झिएर छोरीलाई फिर्ता गर्छु भन्दै थियो अरे। गाईले जसरी डेम डेम कुट्नेलाई झन्न पो सम्झिनाले छोरी दिएको छन्। म भए त उहिल्यै फर्कै लान्थे। जस्तो भए पनि यो घर चाहिँ नखाऊ है बुहारी। बुहारी भइसकेपछि त आमाको मात्र होइन सासू ससुराको पनि त्यस्तो खाली राख्नुपर्छ। आपा जाँड। ए ल राख्नु। ए आमा तपाईँ पनि खानु अलिकति। ल त पनि यो चाक। Rakchiki po bhangra ko abdesa khirmi betha pabdesa। खै त्यो विक्रमे फिर्के बजार गएको छ। सिम्लेलीहरूले बुहारी कुटेको भन्ने थाहा पायो भन्दै थियो। मातेलाई केही पो गरिहाल्ने हो कि सिम्लेलीहरूको रिस फेरि नराम्रो छ। मेरो चाहिँ भाइगुरु भन्नुपर्ने बुहारी सासू बात मार्दै गयो। बुहारी ए बुहारी तिम्रो छोरा होइन? कसले गरे त हौ यति बेला फोन फेरि? मुनुले पो फोन गरेछ त किन गर्यो? हेलो नाना हाम्रो भेना त कुन चाहिँ केटीसँग फिर्के बजारमा घुमिरहेको थियो है? साला गिद्धे नजर यहीँ लुकेर बसेको रहेछ। सिम्लेलीहरूको रिस फेरि नराम्रो छ।